हामी जाने जग्गा चाहिँ यहाँ माथि डाँडामा होइन हौ हामी के हेराउनु ओ दा कस्तो भयो भनिदिनु न हल्का एकदम दामी दामी है सरी गाइस हामी जित्नुपर्छ के भन्छ हेलो ब्रदर इट्स योर बोय दियोको ब्याक विथ अनदर भिडियो सो त्यही हो गाइस अहिले चाहिँ म बिहानै उठेर पनि बिहानै भन्दा पनि अघि नै उठेको उठेर चाहिँ म माथि मन्दिर सन्दिर गएर आएको अन्त केटाहरू पनि गएको थियो 3 जना गएको थियौँ हामी अन्त पूजा गरेर आयौँ बिहानै हो सो अब आजको भ्लग के हुन्छ कस्तो हुन्छ म तपाईँहरूलाई सबै देखाउँदै जान्छु सो त्यही हो गाइस हिजो अस्तिको भ्लग प्रिभियस भ्लग त के कस्तो भयो त्यस्तो राम्रो त भएको थिएन हो अन्त त्यही हो अबदेखि चाहिँ कन्टिन्यू नै आउँछ भ्लग हो अहिले चाहिँ कहाँ छु भन्दाखेरि म तल हाम्रो तल्लोपट्टि फ्लोरमा छु घाम चाहिँ दामी लाग्छ आजको दिन पनि दामी भइरहेको छ अब अहिले के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु स्टे ट्युन है त यस गाइस आजको भ्लग चाहिँ के हो कसो हो भनेर तपाईँहरूले थम्बनेल र टाइटल हेरेर चाल पाइसक्नुभयो होला अनि अहिले चाहिँ म यहाँ भर्खर काम सकेर बसिरहेको छु अब खानासाना खाएर नुहाइधुवाइ गरेर अन्त के हुनु अब माथि जानु आँटेको अन्त केटाहरू पनि अब रेडी हुन्छ हो खानासाना खाएर अहिले 11:30तिर निस्किन्छौँ हामी अन्त के हो कसो हो भनेर अहिले तपाईँहरूलाई सबै देखाउँछु त्यसको लागि स्टे ट्युन है त दिन चाहिँ दामी भइरहेको छु भइरहेको छ आज सरी त्यसमाथि म हो ह्यान्डसम हल्का जिस्केको त्यो हो गाइस हेर्नु न कपाल पनि काट्ने बेला भइरहेछ हो भुतको जस्तो भइसकेको छ अन्त काटौँ भनेको अब भोलि पर्सितिर कहिले हुन्छ काट्छु कपाल पनि अन्त मेरो डगीहरू चाहिँ ओ नेक्स्ट यहाँ को छ त्यही हो अब अहिले नुहाइधुवाइ गरेर तपाईँहरूलाई भेट्छु स्टे ट्युन है त यस गाइस फाइनली म नुहाइधुवाइ पनि गरिसकेँ खानासाना पनि खाइसकेँ अनि अब यहाँनिर निस्केको हो निस्कि चाहिँ हालेको छुइनँ यहाँ मम्मीले चाहिँ कुकुरलाई भात दिँदैछ म्याक्सले खाइसक्यो कुकुरले चाहिँ खाँदैछ आज त म्याच छ नि हाम्रो सेकेन्ड राउन्डको के भन्छ जितेर आउँछौँ होला आज हामी जित्छौँ होला त्यतिको लागि तिमीहरू गएको खाल बिहान मन्दिर होइन हौ हामी के उयस हेराउनु पनि गएको थियो नि त केसँगको त्यो उयस हेराउनु पनि गएको थियौँ हो अन्त अब त्यही हो ओ भ्लग आजको पासाङ चाहिँ त्यहाँ छ बोलाउँदैछ हो ल हामी चाहिँ यहीँ चाहिँ भाइ हाम्रो केटाहरूको सबको घर चाहिँ छेउछेउमै छ सुपछिरिङको उतल छ हो पासाङको त्यहीँनिर छ ओ सुपछिरिङ ओए भाइ ओए भाइ ए आन्यु सुपछिरिङ छैन ए बोलाइदिनु न एकछिन सो त्यही हो गाइस अब जानुको लागि हामी निस्किनु आँटेको हो अब अहिले बाटोमा के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु सो स्टे ट्युन है त गाइस अब चाहिँ हामी हिँड्यौँ हो यहाँनिर पासाङ चिन्नुहुन्छ होला फर्स्ट भ्लगमा देखेको यता आज फर्स्ट देख्नु हुँदैछ सुपछिरिङ हाम्रो यता त चिन्नुहुन्छ इन्स्टाग्रामतिर पनि देखिरहनु भएको यताको आज चाहिँ हामी जित्ने हो गाइस के भन्छौ न अन्त आज के भयो आज जयसक्दो राम्रो खेल्नुपर्छ हुन्छ नि अब आफ्नो गेम देखेर खेल्नु पऱ्यो हारे जिते केही छैन आफ्नो 100% दिएर खेल्नुपर्छ अनि जित्छ त्यही हो अस्ति देखाउनु पाइनँ हो आजको चाहिँ सेकेन्ड राउन्ड हो अन्त त्यही हो अहिले अब जाँदैछौँ म हामी मेरै गएको टिममा थियो हो खेल्ने जग्गा चाहिँ ल त गाइस अहिले बाटोमा अब के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु स्टे ट्युन है त आजको वेदर चाहिँ दामी भइरहेको छ फेरि हो यहाँ तलको चाहिँ के भन्छ रामबाङ खोला दार्जिलिङ फेरि यता हो
हामी जाने जग्गा चाहिँ यहाँ माथि डाँडामा अन्त त्यही हो दिन चाहिँ दामी भयो आजको हो अब के हो कसो हुन्छ कसो टिम आउँछ के हो कसो हो अस्ति फर्स्ट राउन्डको त देखाउनु पाइनँ अब आज सेकेन्ड राउन्डको चाहिँ तपाईँहरूलाई सबै देखाउँछु हो अन्त त्यही हो घाम चाहिँ दामी लागिरहेको छ आज कपाल चाहिँ हेर्नु न यहाँ कपालले मलाई स्पट बनाएर नि त्यही हो अब अहिले के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु स्टे ट्युन है त गाइस फाइनली हामी चाहिँ आइसक्यौँ हो केटाहरू पछि आउँदैछ उयो छुइसँग जाँदैछ हाम्रो चाहिँ सेकेन्ड म्याच हो अन्त टिमहरू आयो होला के हो कसो हो देखाउँछु म तपाईँहरूलाई सबै हो त्यही हो ए ओ मेन्डिस आयो मेन्डिस यही हो आइदिएछ नि मेन्डिस यस्तो छ गाइस यहाँ चाहिँ आलेटार हो आज गरम हेभी गरम रहेछ भन्थ्यो आज चाहिँ हामी हार्नु आएको साह्रै गाइस हामी जित्नुपर्छ आज सो त्यही हो गाइस अहिले के हुन्छ कसो हुन्छ म तपाईँहरूलाई सबै देखाउँछु स्टेडियम यस गाइस फाइनली हामी यहाँ रेडी हुँदैछौँ यहाँ ग्यालले दुधको लेस हालिदिँदैछ अब हाम्रो म्याच स्टार्ट हुन आँटेको छ अब अहिले यहाँ मेरो साथीले भिडियो गर्छ के हुन्छ कसो हुन्छ तपाईँहरूलाई सबै देखाउँछु स्टेडियम है त के भन्छ केटाहरू चाहिँ अहिले प्र्याक्टिस गर्दैछ सबैजना टच गर्दैछ सबैजना केटाहरू यो चाहिँ यहाँ बसिरहेको छ यो चाहिँ यहाँ खेल्छ सेकेन्ड दिन खेल्छ अरे म त फसी खेल्नु भनेको के अरे भनेको दामी हुनुहुन्छ त फर्स्टमा रेड कार्ड दिला जस्तो दुईजनाको टुप्पी चाहिँ खतरा छ टुप्पी चाहिँ टच हुँदैछ टच स्टार्ट भयो फर्स्टमा छ त छोजाङ स्पिड होइन दिएको खोली अलिक खोली दिएको ती होइन खोल्ली न पाँच बल भाइ झन् मान्छे भएको लेप्चा बोइसकोमा बल छ थ्रो हान्नु दिएको छ यसो डाइरेक्ट सट असिद्धा गेममा त हेर्नु केही नगर्ने बिस्तारै खेल बिस्तारै टचिङ एकजना खाल्छ मिन्छ दिएको छ पछि जा पछि बस स्पिड अरे लेप्चा बोइसको थ्रु यता किपरलाई पास दिँदै कुदाइ भाइ कुदाइ दामी दिएको पछि बस दिएको काउन्टरमा बस दामी गोल नेक्स्ट गोल दामी फर्स्ट गोल
पीछे बस जोय छोड़ ना गोली छोड़ेर पीछे दिएको तल हेर दिएको यहाँ गोली नहेर्न रोक भयो लिड गर त्यो गर आयो जा अरे खुदा न उठ बिट गर्नुको चाहिँ बेला त ओ खेल्नु त त्यो खब हुन्छ ओइ हेलो हेलो स्टेक नाता नि बस मान्छे भएको बस ओइ बिस्तारै बस एकजना यो कता दियो मेन सँगै बसै जा लग्या ए ढिलो माथि खेल जियोकलले माथि पुस गर्ने बल हो त्यस्तो चाहिँ रोपाए अगाडि पछि होइन अगाडि छिटो गर्नु छिटो दिएको छिटो खेल्नुपर्छ हौ पछि मान्छे गोली होइन पछि मान्छेहरू हेर आइज सुन ब्याग झर्नु ढिलो हुन्छ हुँदैन चाहिँ छेन्दा देउता रे ल बिस्तारै माथि खेल कर्नर भइरहेछ यहाँनिर लेप्चा बोइसले गाउँदैछ दामी नाइस 1 अनि 0 दिएको बडी नदेखा मान्छे पक्री जा बिस्तारै बिस्तारी हो तिमीले कल गर्नु चाहिँ दिएको कति बज प्रेस गरेर फोन ओइ हेलो म्याच हुँदैछ भन्नु ओइ म्याच हुँदैछ नि अहिले तल गर्छु ल अहिले दिएको कहाँ गएको मान्छे त बस खाली नबस खाली होइन यिनीहरू मान्छे त हाम्रो अहिले गर्छु तल ह्यान्डबल प्ले गर्न गएर तिमीहरू किपटको ह्यान्डबल छ यहाँनिर ह्यान्डबल पाइरहेको दिएको छिटो खोज ल 6 नम्बरले यहाँनिर ह्यान्डबल टच गरिरहेछ ह्यान्डबल देखाइरहेछ खै 6 नम्बर दिएको बिस्तारी हाने ल त्यहाँ चाहिँ घोट्नु मात्रै सर्ट अलिक बिस्तारी हान कर्नर भइरहेछ पहिला गोली हातले पक्रिरहेकै हेरेर हाने कर्नर देखाइरहेछ 5 नम्बर मागेर खेल मागेर पछि झर दामी डिफेन्स डिफेन्स 11 नम्बर कर्नर चलाइरहेछ रेड डटले कर्नर चलाएर नाइस शट दिएको क्लियर गर अहिले म दिएको हैन रेड डटले चलाउँदैछ ब्याक रेड डटले चान्स पाइरहेछ यतिको सर्ट खान्छ केटाहरूले बोसै भत्काइदियो पोसै झाडे अघि दिन पोस्ट झार्छु भन्दै थियो झाडी छोड्यो केटाले केटाले पोस्ट झार्यो
5 नम्बरले पोस्ट झाडी छ अघि दिन भन्दै थियो झाडी छोड्यो दिएको तिमीलाई घोज भनेको टाइम कति भयो किन अहिले म लेटमा खेल्छु एकदम अहिले म मिया भएर खेल्छु लेट खेल्छु हिँड देछ बस्कोपट्टि बल चलाउने रेड डटकोमा बल दामी गोल नम्बरले फेरि 2 गोल 2 गोल हाल्यो ल 4 पुगे तेरो हुन्छ हाम्रो हुन्छ क्रिस्टियनकोमा बल देखो का ओइ लोदाले हाउरे राम्रो बल असिता 5 र 3 बनाइदिनु राम्रो राम्रो खाली पछि हैन भाइ हातमा खेल्दिनु हातमा हैन मुटन मजल चाहिँ गरेको थियो है ल अस्ति गोलले हुन्छ अहिले गोल खान्छ कि राम्रो खेलेको दिन्छ नि कर्नर पाएको छ फेरि यता रेड डटले ह्यान्डबल हाइट बल यहाँनिर चाहिँ कम्फर्ट दिनु उकालो हिर्काउनु पाउँदैन रहेछ सो ह्यान्डबल दिएको मान्छे पक्रिन कहाँ फ्री बसेको कसम खेल्छु लास्टमा म दिएको पछि बस दामी दामी चाहिँ दिएको कस्तो फ्री छोडेको आइज अस्ति म पसेर 2 दिएको हैन अब म नपछि 2 दियो मेनेर दिएको मेनेर है आए बिच गर्न आए भाइ तलबाट भाइ ढिलो भयो ओइ रानी बिचमा कुदा न अटे प्रेस गर्ने डिस्टर्ब गर्छ हैन ओ दिएको के गर्दैछ अब भेट्यौ तिमीले चलि मारेछ के थियो छ दामी हुँदैछ दामी म्याच दामी हुँदैछ रेड डटकोमा बल ओ आउ जत पछि लेभल हाइ जान्छ त्यहाँबाट लेभल ह्यान्डबल भएको छैन यहाँनिर भिडियोमा पनि देखाइरहेछ ह्यान्डबल छैन ह्यान्डबल भन्दैछ केटा
डीमा कन्ट्याक्ट भएको हुनसक्छ। यो सुन्दर मौका रेड डटका खेलाडीहरूलाई एक पेनल्टी पाएर तर ह्यान्डबल चाहिँ भयो जस्तो चाहिँ लागेन। केकमा चाहिँ पेनल्टी मागेछ तिमीले चाहिँ त्यहाँनिर डी बक्सलाई याद गर्नुपर्ने हुन्छ। डी बक्समा कन्ट्याक्ट भएको छ। अरे यो सुनौलो मौका रेड डटका खेलाडीलाई स्कोर लेभल गर्ने यो सुन्दर गोल। केमा चाहिँ त्यो चाहिँ ह्यान्डबल त भएको छैन। चेन्ज भएर 7 बज्दैछ। पहिलो चेन्ज नम्बर 5 आउट गर्छ नम्बर 7 इन लेप्चाबसका खेलाडीहरू। मेरो ब्याग त कहाँ छ? राम्रो पास बारम्बार मौका बनाउने गयो खेलाडीहरू। राम्रो डिफेन्स थिएन मौका छैन। राम्रो बल आउन सक्छ। सुन्दर पास सुन्दर पास फेरि पनि यहाँ छ त दामी 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 आइज आयो न लिड छ खुला पनि के खुला ओए अरे कडा हो दामी नाइस क्रसिङ। कुलमा थामेर खेल थामेर कडा यो पहिलो हाफको खेल म्यान अफ द म्याच आजको उहाँलाई यस म्यान अफ द म्याच दिन गइरहेका छौँ। उहाँको 2 गोल आजको खेलामा रहेको थियो। उहाँलाई धेरै धेरै गाइस गोली चाहिँ सकिसक्यो हामीले जित्यौँ। के कस्तो भयो आज आज जित्यो हो म्याच चाहिँ 1-2 भयो। ओ कस्तो भयो क्या दामी भयो ओ कस्तो भयो भन्दैन आज यसले चाहिँ हेभी बिगार्यो हो अनि अब घरको लागि निस्किने ओ दा कस्तो भयो भनिदिनु न हल्का एकदम दामी दामी है आज दामी बस्यो दा पनि एकदम दामी तर मेरो पेनल्टी थिएन त्यो मर्दा थिएन नि अनि यसले चाहिँ नि तर हेभी बिगारे भएन यसले प्रेसर लिनै सक्दैन तर जे होस् दामी भयो गेम हो। अब घर फर्किने अहिले के हुन्छ कसो हुन्छ म तपाईँलाई सबै देखाउँछु। स्टे ट्युन है। अहिले घर पनि आइसक्यौँ अन्त केटाहरू पनि घरमा गयो म पनि घर यहाँ भर्खर आइपुगेँ। अन्त त्यही हो आजको गेम राम्रो भयो केटाहरूले राम्रो खेल्यो तर राम्रो नै भयो आजको म्याच भनौँ न। अन्त आजको भिडियो के कस्तो लाग्छ मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला। अन्त यति भन्दै आजको भ्लग यहीँ एन्ड गर्न चाहन्छु। सो त्यही हो सी यु नेक्स्ट भिडियो म्याच सबलाई त्यही हो।